एभ्रीवान ह्याप्पी दसैँ सबैलाई। आजको यो भिडियो चाहिँ दसैँ भ्लग हुनेवाला छ अनि बेसिकली यो चाहिँ दसैँ भिडियो अनि आई एम गोइङ टु सरप्राइज माई मम विथ द गोल्ड चेन। यस म चाहिँ ब्यागमा नअटेर यसमा हालेर खोलेको छु। This is how it gonna look like. Okay guys, we are ready now. Let's give it a shot guys. Mommy चाहिँ कराउँदैछ क्यामेरा कपडा। मैले न ओ न बिस्तारै बोल त तँले यो चाहिँ मैले बनाइदिएको त्यसलाई मैले दिन्छु न तिमी म भिडियो बनाउँछु त्यो आमाले त केही मलाई थाहा छ रियाक्सन केही आउँदैन बट स्टिल लेट्स गिभ इट अ ट्राई। टिकटक बनाउने होइन यो चाहिँ हाम्रो दसैँ भ्लग हो गाइस। आज चाहिँ म तपाईँले टिका लगाउँछु है। हामी त टिका लगाउन जाँदैछौँ यहाँबाट कलर। यो रुम चाहिँ अलिक बन्द हो नि यस्तो त मुजामा भान बाहिर खिच्ने। यो चाहिँ हाम्रो सिटिङ रुम। हाम्रो मम्मी चाहिँ के गर्दैछ? नोवाङलाई दुध दिँदैछ। को हो यो नोवाङ चाहिँ? नोवाङ चाहिँ मेरो दिदीको छोरा हो। ओके हाई गाइस भन्नु न। हाई गाइस भन्नु न मम्मी। मम्मी भन्नु न। ओ माय गॉड छिटो भन्नु न मम्मी। हाई गाइस वेलकम टु माई डटर च्यानल भन्नु। वेलकम माई डटर च्यानल। यहाँ चाहिँ हाम्रो सेटअप। यो चाहिँ हाम्रो टिका लाउने ठाउँ। कसरी खिचेको तिमीलाई? नट लाइक दिस अब चाहिँ हामी भित्र जाँदैछौँ अनि मम्मी ह्याप्पी दसैँ तपाईँलाई। छोरीलाई पनि ह्याप्पी दसैँ शुभकामना हाम्रो फ्यामिलीको तर्फबाट गाइस। अनि तपाईलाई खोइ त मम्मी खुसी भएको। ओ वाउ मेरो मम्मीलाई बनाइदिएको चेन हो। कस्तो लाग्यो छोरीको पहिलो छोरीको कमाइ लाग्यो? मैले त हेर्नै पाएन। कमाइ कस्तो लाग्यो छोरीको कमाइको? कस्तो त मन पर्यो? एकदम मन पर्यो। तपाईँले एक्सपेक्ट गरेको थियो दिन्छ भनेर लाग्यो? जहाँ थिएन रुनै पो लागेन। किन रुने बेकार? छिटो लाग्दैन? वा मम त झपक्क बल्यो त। झपक्क बलेको झपक्क लागेको है। हाम्रो चाहिँ अलिकति लुगा लगाएर हाम्रो चाहिँ घरको मान्छेहरू खासै रियाक्सनै निस्किँदैन होइन हाम्रो भाइ दुध खुवाएर रुनु पर्ने बाउले मलाई यत्रो दिँदा त म रुएन त। छोराछोरीले देख्नु कस्तो लाग्दो रहेछ मम्मी छोराछोरी दिएको लाउँदा? खुसी तालको पनि मम्मी त्यो दोर्जे छोरलाई मुवा छ कस्तो दिएको ममलाई डल्लु मन पर्यो? मन पर्यो। होइन भन्नु न के खोट त निकाल्नु। हाम्रो चाहिँ एकदम निकाली खाएको मान्छे। तब आइन च्याम्यौँ लाँदै। धन्यवाद भन्नु न। धन्यवाद। थ्याङ्क यू धन्यवाद। एकदम मनै पर्यो त्यो क्यामेराको लागि चाहिँ के भन्नु र? धन्यवाद। धेरै धेरै कमाएर आज घाँटीमा भोलि हातमा लगाइदिनुपर्छ। अब यत्रो कानमा लगाइदिन्छु कि हातमा लगाइदिनु। अर्को 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 पर्छ हातमा। यस्तो छ औँलाई दियो भने डुडुलको डुडुल दियो नि औँलाई दियो भने डुडुलको निन नमस्कार भन्छ। रियाक्सनै आएन के ल हेर मेरो छोरीले दिएको फर्स्ट के अरे फर्स्ट कमाई मलाई यो दिएको अस्ति घाँटीमा लगाइदिएको के हो? दोस्रो कमाई। अनि यो यहाँ दोस्रो कमाई दोस्रो तेस्रो कमाई। गाइजहरू मेरो छोरी दिएको गिफ्ट आज के अरे दसैँको गिफ्ट दिएको। दसैँको गिफ्ट मेरो दिदी चाहिँ मलाई टिकटक बनाउनु बोलाउँदैछ। ल धन्यवाद भन्नु मम्मी।
ल हामीलाई यत्रो गर्दैछ यो त किन हेर आई मिस यु वाट आई मिस यु आइम राइट हियर अब चाहिँ हामी रेडी भइसकेको छौँ अब हामी टिका सिका लाउँछौँ मलाई दसैँको गिफ्ट बनाले सिक्री ल्याइदिनु सिक्री थ्याङ्क यू लभ यु यस्तो नगर्नु है मलाई यस्तो गरेको मन पर्दैन I was not expecting this from her. Wait, आयो लोक समरकन्ने यो सबै तपाईँको ग्रहले पनि सबै साथ दियोस् राम्रो होस् यही शुभकामना लङ्गी फेरि लङ थाल्मे माथि सुन लङ बजिदे ल भाइ